हेलो नमस्ते गाइज, हामी अब अर्को नेक्स्ट एमसिक्यू लिएर आएको छु मैले। र अब यदि तपाईँ हजुरहरूले चाहिँ सबै एमसिक्यूको सल्युसन यसरी नै चाहिन्छ भने चाहिँ हजुरहरूले मलाई कमेन्टमा चाहिँ भनिदिन सक्नुहुन्छ कि मलाई यसको एमसिक्यू चाहिएको छ भनेर 5, 6 र हजुरहरूले हाम्रो टेलिग्राम च्यानल पनि जोइन गरेर त्यहाँ पठाउन सक्नुहुन्छ र म त्यसको सल्युसन पठाइदिने गर्दैछु र तपाईँहरूको साथीहरूले पनि हेल्प गर्ने छन् है त। सो हामी यो क्वेसन हेरौँ है त। सो वाट इज द लेन्थ अफ द ट्यान्जेन्ट टु द सर्कल x स्क्वायर प्लस y स्क्वायर इक्वल्स टु 25 भन्ने एउटा हाम्रो सर्कल दिएको छ है। सर्कल दिएको छ र जसमा पोइन्ट चाहिँ हामीलाई 3 कति दिएको छ त 35 भनेर दिएको छ। सो ट्यान्जेन्टको लेन्थ भनेको छ नि त। सो हामीले निकाल्दियौँ। हामीले डाइरेक्ट फर्मुला युज गरे पनि हुन्छ लेन्थ अफ द ट्यान्जेन्ट निकाल्ने हैन। लेन्थ अफ द ट्यान्जेन्ट निकाल्ने हामीले डाइरेक्ट फर्मुला युज गरे पनि हुन्छ यसरी √, x1 को होल स्क्वायर प्लस y1 को होल स्क्वायर माइनस r स्क्वायर। हामीले यो फर्मुला युज गरे पनि हुन्छ। यदि हजुरलाई यो मन लाग्दैन हैन, जसरी हामीले सर्कलको चाहिँ ट्यान्जेन्टको फर्मुला निकाल्नको लागि हामीले डेरिभेसनहरू गर्छौँ नि, त्यहाँबाट जस्तै कि हामीले एउटा सर्कल हुन्छ, सेन्टर हुन्छ र एउटा कुनै पनि एउटा लेन्थ हैन। यो हाम्रो के हो त भन्दाखेरि ट्यान्जेन्ट हो नि त, ट्यान्जेन्ट हो। अब हामीले यो यसरी जोड्यौँ हैन, र फेरि यसरी जोड्यौँ हैन, यसरी हामीले सल्भ पनि गर्न सक्छौँ। दिस इज द सेन्टर। र यो कति बेला यो फर्मुला युज गर्ने त भन्दाखेरि जब हाम्रो सेन्टर हैन जहिले 0 0 हुन्छ भने चाहिँ हामीले यो एप्लाई गर्छौँ है त। एप्लाई गर्छौँ र हामीले हाम्रो दिएको इक्वेसनमा पनि के छ त भन्दाखेरि सर्कलको इक्वेसन अफ सर्कल के छ त भन्दाखेरि x स्क्वायर प्लस y स्क्वायर इक्वल्स टु 25 छ। अब यो भनेको त हाम्रो के हो त भन्दाखेरि सेन्टर 0 0 भएको हो। अब रेडियस यसलाई हामीले कम्पेयर गर्ने स्ट्यान्डर्ड फर्ममा x स्क्वायर प्लस y स्क्वायर इक्वल्स टु r स्क्वायरसँग कम्पेयर गर्दाखेरि हामीले r स्क्वायर कति भेटाउँछौँ त r स्क्वायर इक्वल्स टु 25 भेटाउँछौँ। र यो जुन हामीले अघि फर्मुला लेख्यौँ यसमा x1 र y1 भनेको चाहिँ हामीलाई दिएको पोइन्ट हो। x1 र y1 चाहिँ हामीलाई दिएको के हो त पोइन्ट हो। कति छ त 3 र 5 छ जस्तो लागिरहेको छ। 3 5 हामीले हेरौँ 3 5 छ हामीलाई दिएको पोइन्ट है त। हामीलाई दिएको पोइन्ट के छ त 3 5 छ। अब हामीले यो फर्मुलामा लगेर हाल्दियौँ, अघिको फर्मुलामा लगेर हाल्दियौँ। सो 3 को स्क्वायर प्लस 5 को स्क्वायर माइनस r स्क्वायर भनेको 25। सो कति आउने भयो त भन्दाखेरि 9 प्लस 25 माइनस 25 क्यान्सल, देन √9। अब यो √9 भनेको 3। सो लेन्थ कति आयो त हाम्रो 3 के आयो त भन्दाखेरि युनिट्स आयो है त। हामीले एन्सर पनि 3 युनिट यहाँ हेर्न सक्छौँ। अप्सन नम्बर डी इज द करेक्ट एन्सर है त।